नमस्ते साथीहरू, तपाईहरूको लागि काठमाडौँ भ्यालीको लागि हामीले खाना बस्न सुविधा भएको अथवा आउने जाने खाले कुनै पनि काम तपाईहरूको लागि हामीले लिएर आइसकेका छौँ है त। तपाईँले यस्तै जब सम्बन्धी भिडियो हेर्नको लागि हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, सेयर पनि गर्नुहोला, अरू साथीभाइहरूलाई पनि पुर्याइदिनु होला, किनभने यस्तै जब सम्बन्धी भिडियो हेर्नको लागि सजिलो हुनेछ है त। काठमाडौँभित्र बस्नुहुन्छ अनि दसैँ तिहारमा 2-4 दिनको छुट्टी पनि चाहिन्छ अनि त्यस्तै टाइपको कामहरू चाहियो अनि खाना बस्नको लागि काठमाडौँमा रुम छैन अनि त्यस्तो खाले काम चाहियो। यसमा चाहिँ महिला पुरुषहरू सबैले काम गर्न मिल्छ है त। यसमा चाहिँ तपाईँको 8 घन्टा 12 घन्टा कामहरू हेरी टाइमिङहरू हुन्छ अनि हप्तामा छुट्टी हुने कुरादेखि लिएर सबै सुविधाहरू छ। खाना बस्नको सुविधा गरे पनि छ। कुन काम गर्नुहुन्छ म तपाईहरूलाई चाहिँ कामको लिस्ट पनि म तपाईँलाई यहाँ स्क्रिनमा देखाइदिनेछु है त। तपाईँ काठमाडौँभित्र रहेर कलङ्की, चाबेल, बौद्ध, जोरपाटी, काठमाडौँ, भक्तपुर, ललितपुर यी सबै ठाउँहरूमा हामीसँग काम उपलब्ध छ है त। यदि महिला पुरुष सबैको लागि हुनेछ। यदि काम गर्न इच्छुक भएदेखि चाहिँ स्क्रिनमा नम्बर पनि देखाउनेछु, त्यसमा कल गर्न सक्नुहुन्छ। साथसाथै म अब चाहिँ तपाईँलाई स्क्रिनमा कामहरूको भ्याकेन्सी पनि म तपाईँलाई यहाँ देखाउने छु, हेर्नुहोला है त। ल एकचोटि भिडियो ध्यान दिएर हेर्नुहोला है त, स्किप नगर्नुहोला, म सबै बुझाइदिनेछु तपाईँलाई। हामीसँग जुस कम्पनीको लागि भ्याकेन्सी आइसकेको छ है त। यसमा तपाईँको स्यालेरी भनेको 20,000 हुनेछ अनि खानाको सुविधा छ। काम गर्नुपर्ने स्थान लगनखेल भइ नै हाल्यो होइन। यसमा चाहिँ केटा मान्छेको लागि खाली छ, जुस कम्पनीको लागि है त। काम चाहिँ तपाईँको नर्मल प्याकिङहरू गर्ने, सामानहरू मिलाउने काम चाहिँ गर्नुपर्ने हुन्छ जुस कम्पनीको लागि, लगनखेलको लागि। यसमा काम गर्न चाहनुहुन्छ भनेदेखि पनि तपाईँ कल गर्नुहोला। अनि यसै गरी हामीसँग रहेको छ प्लास्टिक फ्याक्ट्रीको लागि। प्लास्टिक फ्याक्ट्रीको लागि तपाईँको बालाजु र पाटनको लागि खाली छ। यसमा चाहिँ महिला पुरुष दुवैले काम गर्न मिल्छ है त। यसमा समय तपाईँको 7 बजेदेखि 7 बजेसम्म, हप्ताको 1 दिन बिदा भइहाल्यो। यसमा चाहिँ महिला पुरुष दुवैले काम गर्न मिल्छ है त। अनि चाहिँ तपाईँको प्लास्टिक फ्याक्ट्रीको लागि बालाजुमा अर्को भ्याकेन्सी रहेको छ, 22,000 तलब हुन्छ प्लास्टिक फ्याक्ट्रीको लागि। यो चाहिँ केटा मान्छेको लागि हो है त। अनि हप्ताको 1 दिन बिदा भइ नै हाल्यो। बालाजुको लागि खाली छ प्लास्टिक फ्याक्ट्रीको लागि। यसमा काम गर्न चाहनुहुन्छ भनेदेखि पनि तपाईँहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि यसै गरी हामीसँग अर्को भ्याकेन्सी रहेको छ हात्ती गाडी हेल्पर। रुम सार्ने गाडीको लागि हात्ती गाडीमा हिँड्ने हेल्पर, सामान लोड अनलोड गर्ने एकजना हेल्पर, सकेसम्म हामीलाई 3-4 जना नै चाहिन्छ यसमा हेल्पर चाहिँ। अनि यसै गरी रहेको छ हामीसँग पानी गाडीको लागि हेल्पर। खाना बस्न व्यवस्था हुन्छ, पानी कम्पनीको गाडीमा हिँड्ने है त। यसमा चाहिँ खाना बस्नको राम्रो सुविधा हुन्छ। तलब यहाँ 10,000 भइ नै हाल्यो। बिस्तारै काम गर्दै जाने क्रममा तपाईँको स्यालेरीहरू पनि बढेर आउने हुन्छ है त। अनि यसै गरी हामीसँग रहेको छ इलास्टिक कम्पनीको लागि। यो चाहिँ एकदमै राम्रो काम हो। इलास्टिक कम्पनीको लागि एकदम काम भनेको नर्मल प्याकिङहरू गर्ने, सामानहरू मिलाउने काम चाहिँ गर्नु पर्यो। यो चाहिँ भक्तपुर सल्लाहघारीको लागि हो यो भ्याकेन्सी चाहिँ। यसमा चाहिँ केटा मान्छेले काम गर्न मिल्छ। यसमा अहिले तलब रहेको छ 21,000 तलब रहेको छ है त। यसमा चाहिँ अनि हप्ताको 1 दिन बिदा पनि हुनेछ। अनि इलास्टिक कम्पनीमा पनि तपाईँ यदि काम गर्न चाहनुहुन्छ भनेदेखि यो दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ। लगायत अन्य कामहरू हामीसँग घराइसी कामहरू चाहिँ फलफुल पसल, मासु पसलहरू, सेक्युरिटी गार्डहरू, कृषि फार्म, पोल्ट्री फार्महरू भयो, अनि यसै गरी अरू एकाउन्टेन्टतिर भयो, अन्य सबै कामहरू हामीसँग उपलब्ध छ। यदि काम गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ दिएको नम्बरमा कल गर्नुहोला है त। अनि सर तपाईँले यो काम पनि एकचोटि हेर्न सक्नुहुन्छ है त। अनि गाडी हेल्पर 12,000 देखि 15,000 हुन्छ। खाना बस्नको व्यवस्था, पानी फ्याक्ट्री गाडी हेल्परहरू, नेट अन्डरग्राउन्ड खन्ने काम, ड्राइभरको लागि सेक्युरिटी गार्ड, चाउमिन फ्याक्ट्री, पानी फ्याक्ट्री, मासु पसल, फलफुल पसल, कुक, किचन हेल्पर, वेटर, हाउसकिपिङ, कृषि फार्महरू भयो, कुखुरा फार्महरू भयो, अनि घरमा चाहिँ जोडी भयो, महिला चाहियो है त। यसमा चाहिँ तपाईँको अब लेबर मिस्त्रीको लागि पनि खाली छ। यो देखाएको कुनै पनि काम गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ कल गर्नुहोला, सबै कामहरू अभाइलेबल नै छ। यो दिएको नम्बरमा कन्ट्याक्ट गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नुहुन्छ। तपाईँ चाहिँ आज आउनुहुन्छ भने पनि आजैबाट तपाईँको काम हुन्छ।
यो भिडियो चाहिँ सेभ गरिराख्नु होला, तपाईँलाई कन्ट्याक्ट गर्न पनि सजिलो हुनेछ। यदि हाम्रो च्यानललाई अझै पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला, किनभने यस्तै भिडियोहरू तपाईँको माझ हामी लिएर आउनेछौँ। तपाईँहरूलाई जब सम्बन्धी सूचना होस् भनेर हामीले भिडियो ल्याउनेछौँ। धन्यवाद।